हेलो साथी, के छ खबर? सबैजना संसारमा हुनुहुन्छ ल। आज चाहिँ मेरो घिरौँला करेला चिचिना चाहिँ धेरै घाम भएर है यसरी ओइलिएको रहेछ है। अनि मैले हिजो पनि आइन नि त, म हिजो पानी हाल्न आइन। अनि यस्तो भएको छ, यहाँको पनि यस्तो भएको छ है। एक दिन दुई दिन पानी नहाल्ने भने ओइलिहाल्छ। अनि यहाँ चाहिँ मेरो भेन्डी, कस्तो राम्रो भेन्डी छ हैन। कलिलो छ भेन्डी, छिप्पिएको छैन, यो कलिलै छ। यहाँ पनि छ, यहाँ पनि छ है। अनि यहाँ चाहिँ यो चाहिँ रायोको साग बल्ल यस्तो भए, यो काँक्रो भयो। अरू चाहिँ भर्खर उम्रिँदैछ है रायो। यहाँ एउटा काँक्रो चाहिँ भर्खर सानो हुँदै रहेछ। खुर्सानी चाहिँ यस्तो के भयो यो बुटो? यहाँ नि यो पहिलो दोस्रो लटको हो यो। अनि अर्को पछिल्लो लटको चाहिँ यहाँ छ है। ल हेरी यो चाहिँ बुट के को होला, ल कसले चिन्ने है भन्नु होला।